ready हो? Hey, good morning. के हो यस्तो बिहान? Morning aunty. पन्जा बोक्नु लाग्यो? पन्जा बोक्नु लाग्यो? त्यसो लागि. अनि अब चाहिँ हामी निस्किन लागेको अनि यो चाहिँ सोल्टाको घर अनि दिस इज माई आउटफिट है गाइस अनि दिस इज माई क्याप अनि त्यही हो ओके बाई वेलकम टु चिम्टी अब खाना आइसक्यो हाम्रो होइन अब खाना आइसक्यो मिनाबाट भ्लग गर्दैछ ड्रागन झर्ना हजुर 6 मसँग यहाँबाट हामी तामाथि देउराली पुग्नेछौँ पानी पर्दा पर्ला जस्तो छ तर लेट्स सी के हुन्छ अब हामी होइन चिम्टीबाट खाना खाएर देउरालीतिर मास्तिर लाग्दैछौँ यहाँबाट 1 आवर जतिको एस्टिमेट गरेछौँ देउराली होइन बट लेट्स सी अब के हुन्छ 1 घन्टा उकालो भन्ने छ प्रोबब्ली 2 घन्टा लाग्छ एन्ड आफ्टर देउराली हामी जानेछौँ टुबिडाँडा जुन चाहिँ आजको हाम्रो लास्ट स्टप हुन्छ र हामी त्यहाँ स्टे गर्नेछौँ र आफ्टर द्याट भोलिपल्ट चाहिँ त्यहाँबाट जाने यहाँबाट त्यो माथि ड्रागन झर्ना भन्ने थियो बानी नभएर छैन सानो रहेछ के सुजन कस्तो लाग्छ तिम्रो फर्स्ट ट्रेक अहिले सुरु भएछ रमाइलो लागिहाल्छ नि ल अहिले यति के भन्छ यति हामी चाहिँ अब यहाँ सुरतरण जाँदैछौँ यो पारी जानुपर्ने छ माथिबाट यहाँ पुल छ त्यहाँबाट हामी देउरालीतिर लाग्ने सो त्यहाँ माथिबाट पुल क्रस गरेर आउनुपर्छ अनि यहाँबाट हामी अगाडि जान्छौँ सो यस्तै छ होइन पहिला हाम्रो मिनाब्रोको पनि भ्लगिङ चलिरहेको छ उतानिर होइन यहाँ भरेङ्गे भन्छ बोल्छ दिस इज 5 पोखरी भरेङ स्टार्टिङमै ए आफ्टर लङ वाक उकालो उकालो चढेर बल्ल तल्ल चाहिँ देउराली पुगेछ हामी होइन मौसम यस्तो छ अलिक कालो कालो देखिरहेको छ मासतिर यो चाहिँ देउरालीको गेट भयो हामी देउराली आइपुग्यौँ जस्तो छ उकालो उकालो रहेछ बहिनीको फर्स्ट टाइम भएर अलिक गाह्रो भयो अनि देउराली इज एट 2105 मिटर नाउ 3 किलोमिटर्स 3 आवर्स मोर 3 आवर्स मोर अनि त्यसपछि विल रिच होइन हामी उता पुग्छौँ टुबिडाँडा पुग्छौँ 12 किलोमिटर लाग्छ उकालो छ नि त भटमा कति टाइम लाग्यो यहाँ थियो न लेट्स गो बोतल खाइज खै जस्तै हामी चाहिँ यहाँ करेन्टली अहिले वाटर पार्कमा छौँ होइन अनि सबैजना बसेर यहाँनिर रमिता हेरिरहेछौँ ओ पानी खाएर आनन्दले चिलसाथ मौसम राम्रो छ गर्ने काम पाएछ होइन
खोइ त लुगा भिज्लै अर्को अब हामी यहाँ खै कहाँ आइपुग्यो यो दुपकाङ चौर यहाँबाट 1.5 आवर एन्ड देन हामी माथि टुपी डाँडा पुग्छौँ आजको हाम्रो फाइनल डेस्टिनेसन थियो टुपी डाँडा बट चोटकरसम्म जाने प्लान हुँदैछ होइन हाम्रो ल रेडी मिना ब्रे देऊ त गाउँले केटी म मिना ब्रो Oh, that is good. Waterfall near Kathmandu. Can you see that waterfall? Waterfall. Here no सामने छ तर waterfall नि Oh, we are almost there to Tupidara. A few more minutes, maybe 15 or 20 minutes, and then we will reach Tupidara. And then afterwards we will decide what to do, whether to stay in Tupidara or move forward for Sukkar. So bye bye for now. Well, हामी चाहिँ यता टुपीडाँडामा बस्ने भएको छौँ. अब भोलि गइन्छ पाँचपोखरी. ठिक छ, आज रेस्करमा चाहिँ धेरै नै हो. कति बज्यो अहिले? 8 बज्यो. 8 बज्यो. यहाँ हावा चलिरहेछ होइन. चिसो मौसम छ. बिहान चाहिँ 9 बजे निस्किने बेला यस्तो. What is up people? मा चाहिँ रुगा लागेर अलिक गाह्रो भइरहेछ. यहाँ माथि हामी अहिले करेन्टली टुपीडाँडामा छौँ होइन. अनि छोक्कर भन्ने ठाउँ पुग्ने सोचेको थियौँ बट अलिक ढिलो भएर अनि आज गाडी लिएर अलि धेरै हिँडेको भएर नि थाकेका थियौँ. सो यतै बस्ने डिसिसन लियौँ. यहाँ भर्खर अब खानासाना खाएर आयौँ. अहिलेसम्म एकदम हावाहुरी चलिरहेको थियो होइन. बबाले हावाहुरी चलिरहेको थियो. मलाई चाहिँ अलिक गाह्रो भयो त्यो रुवाली गर्दा. खाना अलिक पचेन. बाँकी अल गुड. मजाले निद आयो. अघि आएर टक्कै पल्टेको थियौँ. सबैजना निद आएछौँ. अनि पछि फेरि उठाएर खाना खान गयौँ हामी. अब सोचौँ बिहान अर्ली मर्निङ 5 बजी यहाँबाट निस्किने प्लान छ. लेट्स सी के हुन्छ. भोलि टफेस्ट डे आई थिङ्क टुमोरो. 10 आवर्स 9 to 10 आवर्स म के हामीले यहाँ वाक गर्नुपर्छ टु रिच पाँचपोखरी. सो भगवान्ले साथ दियोस्, वेदरले साथ दियोस्, पानी चाहिँ नपरोस्. अहिलेसम्म त यस्तो बवाल हावाहुरी चलिरहेको थियो. अनि आई जस्ट होप पानी नपरोस्, वेदर राम्रै होस्, काम पनि धेरै नलागोस्. अनि सो हिँड्न सक्दियोस्. इट्स अर्ली इन द मर्निङ. 5 बज्यो होइन. एन्ड दिस इज वाट इट लुक्स लाइक टुपीडाँडा 5 बजी. अब चाहिँ यहाँबाट हामी उठ्नेछौँ अनि त्यसपछि खाजासाजा खान्छौँ अलिकति. एन्ड विल मुभ टुवर्ड्स पाँचपोखरी.
It's 5:05 and हाम्रो अब यहाँ खाजा प्रिपरेसन हुन लागेको छ यो मम्मीले घरबाट पठाउनुको सातु यो चाहिँ हाम्रो हेल्दी ब्रेकफास्ट रेडी भयो सातु बाहिर राम्रो देख्ने रहेछ क्या आहा लैजाऊ मलाई भन्नु त यहाँ हिमाल देखेको कता देखिन्छ है अब चाहिँ हामी खाजा खान्छौँ सो हामी चाहिँ पाँच बजेको लागि निस्किसक्यौँ यहाँ टुपी डाँडाबाट वी हेभ अ कम्पेनियन देयर अनि बहिनीहरू चाहिँ अगाडि गइसक्यो आज मौसम राम्रै छ सोफार सकेसम्म यो अर्ली मर्निङ नै माथि डाँडा गरिसकौँ भन्ने सोच छ लेट्स सी अब यहाँ टुपी डाँडाबाट चाहिँ अगाडि 1 घन्टासम्म चाहिँ सिधा यस्तै बाटो छ भनेछ एन्ड देन त्यहाँबाट खोला आउँछ आई होप यु क्यान सी द्याट माउन्टेन ओभर दियर होइन अलिक हिउँरिन छ स्टोनहरू छ सो कि त नि यहाँबाट चाहिँ अगाडि गएपछि खोला आउँछ खोलासम्म 1 घन्टा लाग्छ अरे त्यो चाहिँ स्ट्रेट बाटो यस्तै छ एन्ड त्यसपछि चाहिँ अलिक माथि उकालो छ त्यसपछि देन वी विल गो रातो माटो देन छोकर अनि त्यसपछि नर्स्याम्ती ओके त्यहाँ पर अलिकति उयो रहेछ हल्का हल्का भ्यू चाहिँ छ सो ओके यस्तै हो बाई आफ्टर 1 आवर हामी फाइनली त्यो ब्रिजमा आइसकेको छौँ यहाँ छ ब्रिज चाहिँ अब यो ब्रिज कटेर हामी माथि सुरुमा रातोमाटो पुग्छौँ त्यो छोकर अनि त्यसपछि नशान्ति अनि पाँचपोखरी बाटो अलिकति उकालो अलिकति सिधा रहेछ हिजोको त धेरै उकालो थिएन और आई थिङ्क आफ्टर दिस यो पुलबाट उता गएपछि चाहिँ अलिक उकालो हुन्छ होला त्यही सामने छ यसको माथि देखिन्छ हामी हो त्यो ठाडो उकालो छ माथिसम्म अहिले चाहिँ हामी चक्कर आइसकेका छौँ अनि अब यहाँबाट माथि नशान्ति अलिक टाइम लाग्यो आउन बाटो ठिकै थियो उताबाट टुपी डाँडाबाट रातो माटोसम्म त्यो पुलदेखि माथि चाहिँ अलिक उकालो थियो त्यसपछि टुपीदेखि त्यो रातो माटोदेखि यहाँ चोकरसम्म चाहिँ अलिक किन सजिलो थियो सिधा बाटो हल्का फुल्का उकालो सोफार ठिकै छ अब योभन्दा माथि चाहिँ अलिक धेरै उकालो छनेछ लेट्स सी के छ के माथि गइसक्यो अलिकति पानी पर्ला जस्तो मौसम छ होइन तर यतिकै मौसम ठिकै हुन्छ घाममा फेरि हिँड्न सकिँदैन होला अलिक यसपालिको ट्रेक चाहिँ हेर्नु के भइरहेछ अलिकति एनर्जी पुगिरहेको छैन ल अब कुसुम्ती होइन नशान्ति त्यसको हामी चाहिँ अहिले करेन्टली 34-3500 मिटरको एलिभेसनमा छौँ दिन अलि धुम्म भयो उताबाट कुहिरो लाग्दै आउँदैछ मेरो पछाडि देखिरहेको छ भने त्यहाँनिर लाली ग्रासहरू देख्न सकिन्छ व्हाइट कलरको राम्रो छ यो जङ्गलभरि अलि धेरै नै थियो होला बट हिजो पानी परेको थियो हावाहरू चलेको थियो त्यसैले कति एउटा चढेछ बाटो अवस्थै छ चाहिँ झन् फगी हुँदैछ पछाडि गुराँस देख्न सकिन्छ होइन यतापट्टि त्यहाँ माथितिर पुरै फगी हुँदै आउँदैछ फाइनली नर्सन त्यही पुग्यो काल चढ्दा Sympathy. And bro, vlogger.
अब त्यही खाना खाएर लाग्नु फेरि मस्ती मस्ती अहिले चाहिँ मोसन्ती हामी 12 बजी आइपुग्यौँ पुरै हुसु लागिरहेको छ अनि रेनिङ पानी परिरहेको छ हामी चाहिँ यहाँनिर खाना खानुको लागि बसिरहेको छौँ यहाँ 3700 मिटर अनि यहाँबाट अब आई थिङ्क 3 to 4 आवर्स लाग्छ माथि पुग्न बट अलि हुसु लागेको छ 30 जस्तो भइरहेछ एन्ड त्यही हो पानी परिरहेको छ हिउँ पर्छ अनि गाह्रो हुन्छ नमसिना लेट्स सर्छ कि भनेर यो पानी परिरहेछ हामी चाहिँ खानासाना खाएर अब नुसन्तीबाट निस्किँदैछौँ अघिसम्म एकदम पानी परेको थियो अब अहिले अलिकति घाम लाग्यो अलिकति खुलिँदैछ त्यहाँनिर ल त्यसको बाँसपोखरी बियर कमिङ यत्तिकैमा त सकिन्छ नि अघि त यस्तो पानी परिरहेको थियो र आज त्यही बसिन्छ कि जस्तो लागेको थियो मलाई एकछिन त मेरो यसले क्याच गर्दा मिना ब्रो हो यसो फोन खै तेरो फोन आइफोन होइन वेदर चाहिँ मजाले खुल्यो भन्नु न पानी परेपछि नाइस दिस इज वाट आई लाइक यतिको भने त चाँडै पुगिन्छौँ Look at this foggy weather. Wow. यहाँ चाहिँ हेलिप्याड रहेछ ल हामी चाहिँ 7 घुम्ती आइसकेछौँ अब यहाँबाट 2 more kilometers देन 5 पोखरी सो फार यहाँ बाटो ठिकै थियो है मेबी अलिक वेट कम भएर नि हो कि अलिक धेरै रेस्ट गरेर पनि हो कि त्यस्तो धेरै उकालो पनि थिएन इजी बाटो थियो कम्पेयर टु टुपी डाँडा अनि सो यहाँबाट 2 more kilometers टुपी डाँडा र उता हाम्रो त्यो रातो माटो भन्दा त एकदम इजी छ यो है एन्ड त्यो पर बाटो छ होइन एकदम इजी ट्रायल एकदम इजी ट्रायल छ सोल र सुजन उता अगाडि छ कस्तो जुम गर्न नमिलेको यो ऊ त्यहाँ पर छ एन्ड बाटो यही हो त्यहाँ पर्छ त्यहाँ परबाट चाहिँ पछि उता चाहिँ लाउरी विनायक होला कि भन्ने सोचेको छौँ त्यो चाहिँ एकदम उकालै छ ठाडो उकालो भर्याङ लेट्स सी वेदर ठिकै छ पानी परेको छैन ग्रास अनि ठिकै छ लेट्स गो 5 पोखरी We are currently at Lauri Vinaya. उनीहरू उता चाहिँ विचार गरेर छ भने चाहिँ पर्दा उसले लास्टै परिरहेको हुँदोरहेछ अलिक सिटी परिरहेछ न्युयोर्कको भन्नसम्म पुग्छौँ होला ओके सबैलाई निकाल त्यहाँबाट We are almost near to 5 पोखरी
यो मिरर जस्तो लाग्छ होला बट इट्स रेनिङ राइट नाउ पानी परिरहेको छ उताबाट ठुलो यता खोलाको होला बट इट्स रेनिङ हियर आयो पसिना चाहिँ नपरोस् बाँकी यो पानी त यत्तिकै सकिन्छ चल्न रेनकोटले लेट्स होप सो फार राम्रै भइरहेछ त्यस माथिको पढाइ चढ्नु पर्ने चाहिँ द्याट्स पासपोर्ट फर यु बढाएँ लेट्स गो फाइनली त्यो के ठाउँको नाम मुनिको भड्याङवाला ठाउँको लाउरे बिनाको 3-4वटा उकालो तिनवटा उकालो चढ्दा फाइनली वी आर हियर एट 5 पोखरी तर उसले केही देखिरहेको छैन यतातिरको होटल पनि बन्द रहेछ अलिक अगाडि जानु पर्दो रहेछ एकदम टायर्ड अहिले आई थिङ्क 6 समथिङ कति बजिरहेको होला हामी अघि त्यही के पार्टी थियो त्यहाँनिर बस्दा अलिक त्यही बेर बस्यौँ त्यो भएर नि अलिक टाइम लाग्यो बट जे जस होस् आइपुग्यो हामी हार्टली वेलकम इन 5 पोखरी थ्याङ्क यू लेट्स गो अब रुम खोजौँ अनि पल्ट्यौँ अन्त अन द वेमा पोखरी देख्न सकिन्छ आई डोन्ट नो इफ इट्स भिजिबल इन द क्यामेरा बट यहाँ अगाडि चाहिँ पोखरी छ एन्ड अलिक माथि आएको अन्त कुनै होटलहरू बन्द छ आई डोन्ट नो कतिमा जानुपर्ने हो मेबी मनसुनले गर्दा होला सबैले होटलहरू बन्द गरेर गइरहेछन् मुनि नर्थ एन्ड पार्टीमा पनि हामी जाने खाना खाएको थियो त्यहाँनिरको पनि दाइले बन्द गरेर जाने जस्तो कुरा गर्दै थियो लेट्स सी कता नि पाइन्छ Here at Paspori Hotel 5 BTS छ हामी पनि आइपुग्यो अरे सोहेल र सुजन पनि 2:48 AM right now still बादलहरू छ माथि खुलेको छैन बिहान नि पानी पर्न सक्छ आई डोन्ट नो बिहान भ्यू देख्छ देख्दैन क्लाउडहरू स्टिल त्यस्तै छ फगी फगहरू हटेको छ क्लियर छैन बट इट्स स्टिल क्लाउडी आई थट यति बेला स्क्रिन खोलेको होला कि हेरौँ भनेर मेबी आई विल सी सम स्टार्स स्टारी नाइट बट नो लक इट्स 4:48 माथि मान्छे पुगिसकेछ हामी चाहिँ भ्यू पोइन्टको लागि निस्किँदैछौँ अलिक अँध्यारो रहेछ हेरौँ अब भ्यू देखिन्छ देखेन अघि स्काई क्लियर भएको थियो यो त नि City view point. Let's go. Goodbye. Finally at a viewpoint. Ooh. Oh my God. Temuni. सोहेल र लन आउँदैछ अलिअलि क्लियर हुँदैछ फगीको पुरै फगी थियो यु क्यान सी द्याट 5वटा पोखरी छैन सनराइज भर्खर 5 बज्दैछ अनि यहाँनिर छ सुजन र मिना त्यहाँमाथि अलिकति हिमाल खुलिरहेछ अघि चाहिँ पुरै खुलेको थियो
Here at Paspokhari, 4,100 meter above, होइन, celebrating our graduation year. क्ल्याप गर न सबजना। हामी चाहिँ करेन्टली Paspokhariको भ्यू पोइन्टमा छौँ। Can see that Paspokhari there. होइन त्यो मिनाले माछापोखरी भने 5 वर्ष मैले माछापोखरी भन्ने कि जस्तो लागिरहेको मलाई। अनि पछाडिपट्टि छ हाम्रो हिमाल, अलिक क्लियरली देखिरहेको छ न फोनमा। अनि सो घाम लागेको छ मजाले, एकदम रमाइलो झन्डा भ्यू खोलेर। वा, अहिले हामी 4,100 मिटर अबोभ छौँ। यहाँ पछाडि हिमालहरू मजाले खुलेको छ। दिस इज वर्थ मोर देन द्याट ग्रेजुएसन। एकदम खुसी लागेको छ यहाँनिर आएर। बाटोमा आउँदा एकदम गाह्रो भयो, पानी पर्यो, तर एट द एन्ड वी आर हियर। द वेदर इज गुड। सुजन, कस्तो लागिरहेछ तिमीलाई? चिसो लागिरहेछ? तिमीलाई कस्तो लागिरहेछ? Worth it. दिस इज Paspokhari, होइन। अनि यहाँबाट उता मुनि होटल छ, त्यहाँबाट हिँड्दै हिँड्दै यता आएर यहाँ माथि हो यो भ्यू पोइन्ट, होइन। यहाँबाट हिमाचल देखिन्छ। एन्ड यहाँनिर एउटा ठाउँ पनि छ, होइन। बिहान खाजा खानु पऱ्यो भने सामानहरू केही ल्याउनु पर्दैन, यहाँ माथि चिया पाइन्छ। एन्ड अल्सो बस्न सुत्न मिल्छ यसमा। 15 to 20 पिपल अट्छ यसमा। सो बिहान जानु उठ्नु मन छैन नि यहाँ आएर बस्नुहुन्छ राति नै। सो द्याट्स इट्स हाम्रो Paspokhariको। अब हामी फर्किँदैछौँ। बाई बाई। त्यो माथि चाहिँ हामी बसेको होटल भयो। एन्ड यहाँनिर चाहिँ हामी Paspokhari मन्दिरमा छौँ। अब एकछिन गएर त्यहाँभित्र हल्का पूजासुजा गरेर त्यसपछि हामी आफ्नो घरतिर बाटो लाग्नेछौँ। So this is Paspokhari मन्दिर। यहाँनिर चाहिँ कुण्ड छ दुईटा, होइन। यहाँनिर त्यहाँ परनिर मन्दिर जानु नगरी यहाँनिर नुहाउनु सकिन्छ। एन्ड त्यहाँनिर छ कपडा चेन्ज गर्ने ठाउँ चाहिँ। यहाँ ठक्क नुहाएर मन्दिर छिरेर पूजा गर्दा हुन्छ। रहेछ सिम
Our Vrindavan complete.